होशियार 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 उज्यालो नेपाल जिन्दाबाद 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 उज्यालो नेपाल जिन्दाबाद 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 घाटले के भन्छ केपी ओलीले भन्छ आगे घाटले के भन्छ केपी ओलीले भन्छ आगे घाटले के भन्छ केपी ओलीले भन्छ आगे घाटले के भन्छ केपी ओलीले भन्छ केपी ओलीले राम्रो काम गर्नु पर्यो नि त ल आज विरोध भोलिदेखि राष्ट्रिय मिडियामा विरोध नथाओस् त सबै कमेन्ट आई लभ यु केपी भनेर आओस् त हामी आजीवन प्रधानमन्त्री केपी ओलीलाई स्वीकार गर्छौँ नि त आफ्नो सालोलाई लगेर के अरे प्राधिकरणको निर्देशक बनाउने होइन शालिकीकोलाई लगेर राजदूत बनाउने हो यस्तो कुरा नहोस् न त राम्रो काम गरोस् देश विकास होस् जनता सरकार र जनताको मुद्दा उठोस् न त हामी आजीवन प्रधानमन्त्री स्वीकार्छौँ कि कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणलाई काम गरेको छ त्यसकारण हामी आजीवन स्वीकार्छौँ त उसले एउटा खाका तयार गरेको छ उसले अबको 10 वर्षमा नेपाल विद्युत प्राधिकरणलाई कहाँ पुर्याउने भनेर उसले एउटा सङ्कल्प लिएर अगाडि बढेको एउटा तमाङको छोरोले आज देशलाई 98% भन्दा बढी भूगोलमा चाहिँ विद्युतको पहुँच पुगेको छ कर्णालीमा गाडी पुगेको छ उसले बत्ती पुर्याएको छ गरेको छ नि त गरेको कुरोलाई हामीले स्वीकार्ने कि नस्वीकार्ने यो त जनताले निकल गर्ने विषय हो जनताले छुट्याउँछ गलत र सही त्यही भएको कारणले अबको 10 वर्ष 2 वर्ष 4 वर्ष होइन 10 वर्ष कुलमान घिसिङलाई दिनुपर्छ नेपालको आम्दानीको स्रोत भनेको नेपाल विद्युत प्राधिकरण बन्छ यसको हामी त्यही भएर हामी यसको विरोधको लागि यहाँ छौँ कुलमान घिसिङलाई भोलि सडकबाट टिपेर फेरि एनइएमा लानुपर्छ भन्ने हाम्रो माग हो मन्त्री परिषदको निर्णय फिर्ता गर भ्रष्ट सरकार